के मुख हेरेर नेपाली जनताको बिचमा जाने? चुनावका कुरा गरिरहेका छन्। फेरि जनताले के गर्छन्? जनताले त धुलो चटाउनु पर्छ। अब नेपाल कम्युनिस्ट पार्टीका जो हाम्रो खेमामा अर्थात् केपी ओलीको जुन चाहिँ कम्पनीको झुन्ड छ नि, यिनीहरू सच्याइन भने नेपाली जनताले यिनीहरूलाई जुत्ताको माला लाउनेछन्। हाम्रो यो अनुहार पनि यो मिडियाको अगाडि देखाउन लागेको पनि छैन क्या, यस्तो भइसक्यो। हेर्नुहोस्, केपी ओलीले मलाई पनि झुक्क्याए। म जस्तो युवालाई र देशको अग्रगामी परिवर्तनको लागि एक खालको चाहिँ सोच विचार राख्ने, एक खालको दर्शन राख्ने, एक खालको अभिव्यक्ति दिने युवालाई केपी ओलीले ठुलो भरममा राखेको रहेछ कि मैले उहाँलाई पार्टी एकता हुँदा उहाँलाई मैले राम्रो सम्मान गरेको थिएँ। त्यही सरकार प्राप्त गर्नुको लागि रहेछ हैन, जनताको लागि उहाँको चाहिँ सोच, उहाँको विचार, उहाँको त्यो खालको चाहिँ अभिव्यक्ति जनतालाई छक्काउने, जनतालाई भ्रममा फाल्ने, आफू सत्ता कब्जा गर्ने जुन कार्यकर्तालाई, देशलाई, जनतालाई भ्रममा फाल्ने र आफू एकतन्त्री ढङ्गले चाहिँ मुलुकको लागि चाहिँ खतरा बन्ने, एकतन्त्री ढङ्गले चाहिँ अगाडि बढ्ने जुन खालको उहाँको फिलोसफी छ, कुर्सीप्रति मर्यादा गर्ने, कुर्सी छोड्नै नसक्ने। किनभने उहाँले 3 वर्षसम्म जनताको लागि के काम गरे? भरममा थिए नि त। केपी ओलीले जसरी 72 सालमा चाहिँ एउटा चाहिँ नाकाबन्दीको बिचमा एक खालको चाहिँ राष्ट्रवादी नेताको देखावटी सोकल्ड राष्ट्रवाद जुन खालको उहाँले देखाएको थियो, त्यो त्यो विचारलाई मैले साँच्चै भित्रैदेखि उहाँको चाहिँ यो हो भन्ने लागिरहेको थियो नि त। खालको जनताको अपेक्षा थियो, जुन खालका बाचाहरू चुनावमा गरेका थिए, तपाईँको पानी जहाजका कुराहरू, रेलका कुराहरू, घर घरमा ग्यास पाइपका कुराहरू, यी चिटिङ सलङ्गन दिएर नेपाली जनतालाई एउटा चाहिँ दुर्भाग्यपूर्ण चाहिँ वातावरणमा उहाँले फाल्नुभयो। उहाँ सफल हुनु भएन। पछि आफ्नो कुर्सीको लागि पार्टीका बैठकमा नजाने, एकतन्त्रीय ढङ्गले अगाडि जाने, स्वेच्छाचारी ढङ्गले अगाडि बढ्ने, सम्पूर्ण उल्लेख गर्न खोज्दै पार्टीमा मलाई घेराबन्दी पारियो। गलत हो, काम गर्न दिएन, गलत हो। गलत के, उहाँ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, उहाँसँग फुल अथोरिटी पनि हुन्थ्यो। उहाँले चाहिँ 2 सरकारको प्राइमरी हुनुहुन्थ्यो होइन। उहाँले मन्त्री हेरफेरमा उहाँले आफ्नै डिसिजन लिनुहुन्थ्यो, तर उहाँले किन काम गरेन? काम गर्न दिनु भयो। सुन्नु, कहाँ काम गर्न दिएन? कसले रोक्छ भने? जो अहिले कसले रोकेको छ? हामीले रोकेका छौँ अहिले। के हुने, भट्टाचारीहरूलाई उहाँले संरक्षण गर्नुभयो। कसैले उहाँ त आफू पनि भर्सा गर्दैन, मेरो गोकुलवास कोटाहरूलाई खै त कारवाही गरे, विष्णु पौडेललाई कारवाही गरे। कहाँ किन साउन्ड होइन? यत्रो जनताले, यत्रो चाहिँ मिडियाले ल्याएको कुरालाई यो होइन भन्न मिल्छ? त्यो सरासर उहाँ सच्चिएर आउनुपर्छ। म त्यही भन्न चाहन्छु। अहिले उहाँले जुन चाहिँ संसदमाथिको असंवैधानिक हमला गरेको छ, यो हमलाले सिङ्गो राष्ट्रलाई लज्जित बनाएको छ कि कम्युनिस्टहरू तिमी शान्ति देऊ, सुशासन देऊ, 5 वर्षसम्म स्थायित्व सरकार चलाउँछु भनेका थियो। अब के मुख हेरेर नेपाली जनताको बिचमा जाने? चुनावका कुरा गरिरहेका छन्। चुनाव गर्नलाई के चाहिँ तिमीलेहरूले जनताको बिचमा काम गरेका छौ, देशको पक्षमा काम गरेका छौ, राष्ट्रको पक्षमा काम गरेका छौ। म त्यही भन्न चाहन्छु, देश परिवर्तनको लागि प्रधानमन्त्री कुर्सीले मात्र हुँदैन, उसको विचार, उसको व्यवहार। जनतामा जानको लागि चुनाव ल्याउने हुन्छ नि त। कहाँ जनतासम्म जानलाई, जनताको जनादेश ल्याउनलाई जानु। 5 वर्षलाई 74 को चुनाव, प्रतिनिधि सभा चुनावमा हामीलाई 5 वर्षको लागि 2 सरकार देऊ भन्ने। अहिले त्यो दिइसकेपछि फेरि जनताले के गर्छन्? जनताले त धुलो चटाउनु पर्छ। अब नेपाल कम्युनिस्ट पार्टीका जो हाम्रो खेमामा अर्थात् केपी ओलीको जुन चाहिँ कम्पनीको झुन्ड छ नि, यिनीहरू सच्याइन भने नेपाली जनताले यिनीहरूलाई जुत्ताको माला लाउनेछन्। म त्यही भन्न चाहन्छु।